हेलो नमस्ते सबैजनालाई। यो भिडियो हेर्दै हुनुहुने सबैलाई मेरो यो रूपा बिन्दास च्यानलमा चाहिँ स्वागत छ। तपाईँहरूलाई चाहिँ मलाई घटेको एउटा घटना भन्ने छु र तपाईँहरूलाई चाहिँ सचेत गराउन चाहन्छु। त्यो के भने मेरो चाहिँ गत हप्ता सोमबारको दिन चाहिँ वाट्सएप ह्याक भएको थियो है। त्यो कसरी भने म चाहिँ छोराकोमा थिएँ, नातिनी हेर्दै थिएँ अनि अचानक फोन आयो है, वाट्सएपबाट फोन आयो। 07बाट आएको थियो। नर्मली मैले चाहिँ यस्तो नम्बरबाट आउने जस्तो नामहरू त्यस्तो छैन भने चाहिँ उठाउने थिएन। तर त्यो दिन चाहिँ कस्तो हुन त दशा पनि लाग्यो होला। अनि मैले चाहिँ उठाइहालेँ। मैले चाहिँ के सोचेँ भने यो मार्चको 8मा चाहिँ एउटा प्रोग्राम हुँदै थियो। एकजना च्यारिटी अर्गनाइजर इन्डियन लेडीले चाहिँ तैँले पनि 1-2वटा साथीहरूलाई लिएर आइज है भनेको थियो। मैले त सोचेँ कि ऊ नै होला भनेर एन्सर गरिहालेँ। भरे त एकजना अफ्रिकन बोल्यो है। अनि म त झस्याङ्ग भएँ। अनि उसले चाहिँ डक्टर पनि के भनेको त्यो नाम पनि बिर्सेँ है भन्यो। अनि डक्टर अनि के को लागि भनेको पछि उसले चाहिँ के भन्यो भने इन्फो अवार्डको लागि चाहिँ हामी डिस्कस गर्ने भनेको छौँ। त्यसले गर्दाखेरि चाहिँ जुम मिटिङको लागि आज 6:30 देखि 7:30 बजेसम्म 6:30 देखि 7:30 बजेसम्म चाहिँ हाम्रो जुम मिटिङ हुँदैछ। त्यसमा आइज भन्नलाई हो भन्यो है। अनि मैले त इन्फो अवार्ड भनेपछि त के सोच्यो भने हाम्रो ध्रुवदत्त भाइले चाहिँ यो वाट्सएप ग्रुपमा चाहिँ इन्फो अवार्डको लागि इन्भाइट गर्दाखेरि ग्रुपमा चाहिँ एड गर्नुभएको थियो। झस्याङ्गै त्यो सोचेँ है। अनि इन्फो अवार्डमा त नेपालीहरूको ग्रुप मात्र छ, यो त फेरि अफ्रिकन जस्तो बोल्छ भन्ने सोचेको पनि थिएँ। तर ऊ चाहिँ बोलिरहेको थियो कि। अनि सबैको आफ्नो आफ्नो ओपिनियन्सहरू चाहिँ हामी कलेक्ट गर्ने हो। अनि त्यो भएर चाहिँ त्यो अनलाइनमा आइज है भने। मैले चाहिँ होइन म त भ्याउँदिनँ, म त ग्रान्ड चाइल्ड हेर्नुपर्छ भनेको होइन। भोलि पनि आइज भने भोलि पनि भ्याउँदिनँ भनेको। अनि पछि चाहिँ मैले चाहिँ ठिकै छ भनेर राख्न लागेको। पछि उसले चाहिँ के भन्यो भने होइन जुमको चाहिँ तँलाई कोड दिन्छु, तँ चाहिँ अनलाइनमा आउन नभ्याए पनि तैँले मेसेज आफ्नो ओपिनियनहरू चाहिँ मेसेजमा ड्रप गर्दा हुन्छ भने है। मैले चाहिँ ठिकै छ त्यो नम्बर दिइराखोस् के अरे, अब त्यो जुममा चाहिँ जानैपर्छ भन्ने छैन के अरे भने सोचेँ होइन। पछि उसले चाहिँ तेरो साइटमा पेनहरू छ भन्यो। अनि मैले छैन भने। अनि त्यसो भने म पठाइदिन्छु भने है। ल ल भनेको मेरो काखमा चाहिँ नातिनी थियो। अनि उसले चाहिँ के भन्यो भने आयो भने कि। अनि हामी त अब त्यो बोल्दैछ भने चाहिँ म त मेसेजको त्यो उसमा जानु पऱ्यो नि त, स्क्रिनको त्योलाई एकछिनै भनेको त त्यहाँ जानु पऱ्यो भने चेक गर्नु पऱ्यो भनेको त उताबाट फेरि उसले चाहिँ यति छिटो बोल्छ कि, फोर्स गर्छ कि। अनि होइन स्क्रिनमा आउँछ, स्क्रिनमा आएन भने है। त्यो फोन यसो हेर्दै थिएँ, ठ्याक्कै स्क्रिनमा चाहिँ 6वटा नम्बर आए। अनि त्यहाँबाट आयो भनेको त के आयो भन् त भन्छ है। अनि म पनि यता नानी समात्ने, उसले पनि फेरि छिटो कि एकदमै फोर्स गरेको भएर मेरो त दिमागले नि काम नगरे जस्तो भएर। अनि त्यहाँ स्क्रिनबाट जे नम्बर छ यो आयो भने उसले त ओके भन्यो होइन। मैले पनि ओके भनेर राख्थेँ। अनि पछि त यसो हेरेको मेरो श्रीमानको मिस कल रहेछ त्यही वाट्सएपमा नै। अनि त्यसपछि फेरि मैले श्रीमानलाई कल ब्याक गरेँ। अनि दुईजना एकछिन बोल्दै थियौँ, 3 मिनट पनि भएको थिएन होला। भरे त वाट्सएप त झ्याप्पै बन्द भयो है। यसो हेरेको लकआउट भएछ। अनि के भएछ, कहिले यस्तो भएको थिएन, यो वाट्सएप चलाएदेखि त यस्तो कहिल्यै भएको थिएन भन्ने भयो। अनि फेरि ट्राई गरेँ, लगइन गर्न मिलेन। अनि त्यसपछि फेरि म मेसेन्जरमा गएर श्रीमानसँग एकछिन कुरा गरियो है। अनि त्यसपछि कुरा सकिएपछि अनि फेरि मैले त्यो वाट्सएप चाहिँ फेरि लगइन गर्न खोजेँ, भएन। पिन चाहिँ फोरगटनमा पनि गरेको, इमेलमा पठाइदिन्छ भने इमेलमा चेक गरेँ आउँदै आएन इमेलमा है।
ठ्याक्क छोरा चाहिँ छोरा घरबाटै गर्ने अनि उसको मिटिङ सकेर ठ्याक्क बाहिर निस्केको थियो। अनि मैले चाहिँ हेर न के अरे मेरो त वाट्सएपै यस्तो यस्तो भयो भनेको त उसले के भन्यो भने ला मम्मी तपाईँको त ह्याक भयो क्या भन्यो है। म त झस्याङ्ग भएँ। अनि पछि हामीले कति ट्राई गऱ्यौँ त्यो खोल्नलाई भएन। वाट्सएप चाहिँ ओपनै भएन है। अनि छोराले चाहिँ ल मम्मी तपाईँको त ह्याक भयो जस्तो छ भनेर अनि तुरुन्तै हामीले चाहिँ मेरो चाहिँ इईको मोबाइलको चाहिँ इई कम्पनीको अनि तुरुन्तै इईमा फोन गरेर ल यस्तो यस्तो भयो भनेर छोराले नै फोन गरिदियो है। अनि मेरो मम्मीको फोन चाहिँ यस्तो यस्तो ह्याक भयो भनेर अनि त्यो सिम चाहिँ ब्लक गर्न लगायो। अनि फेरि तुरुन्तै हेरेको इई सपमा चाहिँ गइयो होइन। गएर अनि अर्को सिम नयाँ सिम राख्ने भने अनि त्यहाँ चाहिँ ठ्याक्क वाइफाई जोडेको त मेसेन्जरमा एकजना बहिनीले उहाँको मिस कल रहेछ। अनि त्यहाँबाट फेरि मैले तुरुन्तै बहिनीलाई पनि कल ब्याक गरेँ है। अनि पछि बहिनी फोन गर्नुभयो रहेछ हेर्नु न मेरो त वाट्सएपकै ह्याक भएर म यस्तोमा आएको। अन्त बहिनीले चाहिँ के भने ला दिदी मलाई त्यस्तै लागिरहेको थियो, मलाई मेसेज आएको छ हेर्नु न पैसा मागेको छ। अनि त्यो च्याट गरेको देखेर नै पक्का पनि यो दिदी होइन भनेर मैले एकाउन्ट नम्बर पठाइदिएँ भनेको त अर्कै एकाउन्ट नम्बर पठाइदिएछ भनेर त्यो बहिनीले स्क्रिनसट गरेर त्यो पनि पठाइदिनु भयो है। अनि म त कस्तो छाँगाबाट खसे जस्तो भएँ, कहिले भएको थिएन त्यस्तो। अनि बहिनीलाई चाहिँ ल थ्याङ्क यू बहिनी तपाईँ सतर्क हुनुभयो रहेछ। म चाहिँ अब फेसबुकमा चाहिँ नोट पोस्ट गर्छु भनेर तुरुन्तै छोटो मेरो चाहिँ वाट्सएप ह्याक भएछ भनेर चाहिँ फेसबुकमा ल कसैले पैसा मागेछ भने पैसा नदिनु त्यो चाहिँ म होइन भनेर छोटो पोस्ट गरेँ। अनि पछि त सबैले है उसले पनि फोन गर्छ अर्कोले पनि फोन गर्छ किनभने मैले फेरि त्यो फोनको मोबाइलको मान्छेले चाहिँ के भन्थ्यो भने नयाँ सिम राखे पनि पुरानै तेरै नम्बर राखिदिन्छु भन्यो। अनि मैले चाहिँ होइन यो राखेर ब्याङ्कतिर सबैमा यही नम्बर छ अनि केही हुँदैन भनेको। अनि उसले चाहिँ स्टाफले चाहिँ भन्यो होइन केही हुँदैन तिमीले वरि गर्नु पर्दैन त्यही सेम नम्बर राखिदिन्छु भन्यो। सेम नम्बर राखेपछि त सबैको फोन आयो है बिचराहरू उनीहरूले मलाई यस्तो फोन आयो यस्तो मेसेज आएछ पैसा मागेछ भनेर। अनि मैले चाहिँ सबैलाई ल यस्तो यस्तो भने कतिले चाहिँ फेसबुकमा देखेर अनि जो मेसेज आए पनि त्यसलाई इग्नोर गर्नुभयो रहेछ। अनि त्यसले गर्दाखेरि तपाईँहरूलाई चाहिँ मेरो चाहिँ जोस् अहिलेसम्म पनि मेरो वाट्सएप चाहिँ ओपन गर्न सकेको छैन। वाट्सएपकोले चाहिँ 7 दिन लाग्छ भने चाहिँ हेरौँ 7 दिन 1 हप्तापछि चाहिँ के कसो हुन्छ। अनि मन्डे त्यस्तो भएको हो, आज त स्याटरडे हो। किनभने मैले चाहिँ तुरुन्तै अवेरनेस भिडियो बनाउन सकिनँ। म चाहिँ उता छोराकोमा थिएँ है, नातिनी हेर्नु पर्थ्यो टाइमै नमिल्ने कि त्यही भएर आज चाहिँ तपाईँहरू सबै सचेत रहनुहोला भनेर चाहिँ यो भिडियो बनाएको छु। अनि तपाईँकोमा चाहिँ कुनै कसैले पैसा मागेको इमेल अथवा मेसेज आउँछ भने जुन व्यक्ति थ्रुबाट तपाईँलाई मेसेज आएको छ नि प्रत्यक्ष त्यो मान्छेसँग बोलेर ऊ पक्का हो कि होइन बुझेर मात्र बल्ल पैसा दिने गर्नु होला है। तपाईँहरू सबैलाई के भन्न चाहन्छु भने एकदमै सतर्क रहनुहोला। अहिले चाहिँ यो स्क्याम गर्ने एकदमै भाइरस जस्तै भइरहेको छ कि त्यो भन्दै आजलाई बिदा चाहन्छु। धन्यवाद मेरो यो भिडियो हेरिदिनु भएकोमा र सबैजना सचेत रहनुहोला है यो ह्याकर स्क्यामरहरूसँग। धन्यवाद।